नमस्ते। आज हामीले यो लुया नेपालको मुख्य सोरुम नागपोखरी नक्सालबाट यो दुईवटा इलेक्ट्रिक स्कुटर उकालो टेस्ट गर्नको लागि व्हाइट गुम्बा जाँदैछौँ। व्हाइट गुम्बा भनेको स्वयम्भूको नजिकैबाट जाने एकदमै उकालो बाटो छ, जुन बाटोमा सामान्य पेट्रोल भेरिएन्टको स्कुटरहरूलाई पनि एकदम हम्मे पर्छ। त्यो उकालोमा यो दुईवटा स्कुटरहरू टेस्ट गर्नको लागि हामी प्रस्थान गर्दैछौँ। यसमा हामी सँगसँगै हुनुहुन्छ, किनभने अब दुईजना टेस्ट गर्ने भन्ने जिज्ञासा धेरैको हुन्छ। त्यसले गर्दाखेरि एउटा स्कुटरमा दुईजना बस्ने गरी हामीले आजको यो टेस्ट राइड भनौँ, एउटा उकालो टेस्टको भिडियो बनाउन गइरहेका छौँ। मसँग हुनुहुन्छ मिसेस नेपाल वर्ल्ड 2025 कि दुईजना कन्टेस्टेन्टहरू हुनुहुन्छ, उहाँहरू टाइटल विनरहरू पनि हुनुहुन्छ। म उहाँसँग केही कुराकानी गर्न चाहन्छु यो बिचमा। नमस्ते। नमस्ते, म एन्जल खनाल, मिसेस नेपाल वर्ल्ड 2025 को कन्टेस्टेन्ट, हेल्दी स्किन टाइटलको विनर पनि हो। आज यो जुन इलेक्ट्रिक स्कुटरमा टेस्ट राइडको लागि जाँदैछौँ हामीहरू, कस्तो महसुस भइरहेको छ? एकदमै एक्साइटेड। अहिलेसम्म इलेक्ट्रिक स्कुटर चढेको थिएन होइन। आज चाहिँ हामी फर्स्ट टाइम ड्राइभ गरेर व्हाइट गुम्बा जाँदैछौँ इलेक्ट्रिक स्कुटर। एकदमै एक्साइटेड। अनि बाँकी कुरा चाहिँ पछि एक्सपिरियन्स हामी सेयर गर्नेछौँ। हस्, धन्यवाद। मसँग अर्को मिसेस नेपाल वर्ल्ड 2025 की कन्टेस्टेन्ट हुनुहुन्छ। नमस्ते। नमस्ते सर। हजुरको शुभ नाम र टाइटल विनर केमा हुनुभयो? म चाहिँ कुसुम खड्का। म चाहिँ मिसेस नेपाल वर्ल्ड 2025 को चाहिँ मोस्ट फ्रेन्डली टाइटल होल्डर हो। आज जस्तो कि यो इलेक्ट्रिक स्कुटर लिएर त्यत्रो उकालो बाटो भनेर मैले अघि भनि नै हालेँ। सामान्यतया इलेक्ट्रिक स्कुटर भन्ने बित्तिकै उकालो तान्दैन कि सम्ममा मात्रै हो कि चलाउने कमजोर हुन्छ कि भन्ने जुन मार्केटमा एउटा खालको एउटा भ्रम छ होइन, त्यसलाई चिर्नको लागि पनि यो आजको यो राइड प्रोग्राम राखिएको छ। तपाईँलाई कस्तो महसुस भइरहेछ? म चाहिँ एकदमै एक्साइटेड छु। अब मैले यो न्युज जब सुने, लाइक हजुरहरूले अप्रोच गर्नुभयो नि त, जुन अब हामी उकालोमा जाँदैछौँ भनेर अब टेस्ट ड्राइभको लागि। अनि यो चाहिँ मेरो दिस इज माई फर्स्ट टाइम होइन इभिसको मेन यो उमा भन्दाखेरि पनि अब उकालोमा चलाउनुको लागि त अलिक डर टाइपको पनि फिल भइरहेछ र साथसाथै एक्साइटेड पनि छु। ओके, उहाँहरू दुवैजनासँग हामीले यो आजको राइड चाहिँ को प्रोग्राम बनाएका छौँ। विशेष तपाईँहरूलाई पनि चासो भइरहेको कुरा, सोरुममा बसेर त सोरुमको स्टाफहरूले आफ्नो चिजलाई राम्रो भन्छ नै, जे पनि भनिदिन सक्छ, उकालो तान्छ सजिलो भनेर पनि भनिदिन सक्छ भन्ने भ्रमलाई हटाउनको लागि आज यो उकालो टेस्टको यो भिडियो लिएर उपस्थित भएका छौँ। अब लागौँ व्हाइट गुम्बाको उकालो बाटोतर्फ। हामी यो व्हाइट गुम्बा जाने बाटोको उकालोको स्टार्टिङमा छौँ। यहाँबाट उकालो सुरु हुन्छ। यो अलिकति चाहिँ अलि त्यति धेरै उकालो छैन, योभन्दा अगाडि चाहिँ एकदम जिद्दी उकालो छ। त्यहाँको पनि भिडियो हेर्दै गर्नु होला। यो चाहिँ व्हाइट गुम्बाको मेन उकालो, एकदमै उकालो छ। यो उकालोमा मैले धेरै जसो पेट्रोल भेरिएन्टको स्कुटरहरू पनि नतानेको देखिरहेको छु। हामी दुईजनालाई एकदम हम्मे तरिकाले तानिरहेको छ स्कुटरले। ताने है, ताने यो ल हेर्नुहोस् है, यो भनेको पेट्रोल भेरिएन्टको स्कुटर पनि सबैले तान्दैन है। यसरी दुईजना हामी भनौँ न वेटमा पनि खासै कम त छैनौँ दुईजना होइन। दोस्रो उकालो है, यो व्हाइट गुम्बाको दोस्रो उकालो हो। यो पनि एकदमै गाह्रो उकालो हो। अघि मैले भने जस्तै पेट्रोल भेरिएन्टका पनि यहाँ धेरै बाइक स्कुटरहरू मुस्किलले टन्न धुवा फालेर कुदिरहेका हुन्छन्। यो दोस्रो उकालो पनि सजिलै तान्यो। हामी यो व्हाइट गुम्बा, यो रेड गुम्बा भन्छ, रेड गुम्बाको गेटनेर चाहिँ आइपुग्यौँ। अब चाहिँ यता खासै उकालो छैन, सजिलै लैजान्छ।
खिचिराख है। आओ आओ कम्फोर्ट मोडमा हो है। ए अँ भयो अँ नाइस यार। अन्ततगतवा हामी व्हाइट गुम्बाको यो माथिल्लो डाँडामाथि आइसकेका छौँ। तपाईँले यो ब्याकग्राउन्डमा हेर्न सक्नुहुन्छ, निकै सुन्दर काठमाडौँ देखिएको छ। प्रश्नसँग त देखिएको छैन, आज हल्का बादल लागेको जस्तो छ, कुहिरो जस्तो पनि लागेको छ। वातावरण दूषित पनि होला। यो दूषित वातावरणलाई स्वस्थ गर्नको लागि पनि इलेक्ट्रिक सवारी साधनहरू, विद्युतीय सवारी साधनहरूको प्रयोग गर्नुपर्छ भन्ने मान्यता लिएर हामी अगाडि बढिरहेका छौँ। यसै प्रसङ्गमा हामीले आज यो दुईवटा स्कुटर, यो स्कुटरको E3 र यो विङ्गर भन्ने दुईवटा स्कुटरको यो टेस्ट गऱ्यौँ। यो उकालो कति मजाले तान्यो भने माथिल्लो अवस्थामा आइसक्दाखेरि त्यो कच्ची बाटोमा पनि एकदम राम्रोसँग यसले हामीलाई लिएर आएको छ। अब चाहिँ कम गुणस्तरको अथवा सस्तो खालको हुन्छ इलेक्ट्रिक स्कुटर अथवा कमजोर हुन्छ भन्ने भ्रम चाहिँ मजाले चिर्दा हुन्छ। त्यो भ्रम पाल्नु जरुरी छैन। अब चाहिँ एकदमै गुणस्तरीय इलेक्ट्रिक स्कुटरहरू पनि छन् बजारमा र एकदम उकालोमा पनि सजिलै लैजान सक्छन् भन्ने कुरालाई चाहिँ विश्वास गर्नुपर्ने समय आइसकेको छ। हामी चारजना चाहिँ दुईजना यो स्कुटरमा यो उकालो यहाँसम्म आइपुगेका छौँ। म फेरि हामीसँगै आएका साथीहरूको पनि अनुभव केही सेयर गर्न चाहन्छु। फेरि पनि यो भिडियोमा केही आफ्नो भनाइ राखिदिनको लागि अनुरोध गर्दछु। हामी आज व्हाइट गुम्बाको यो इलेक्ट्रिक स्कुटर लिएर ट्रायलको लागि आएको थियौँ। एकदमै इन्जोय, एकदमै सहज तरिकाले चाहिँ हामी डाँडोमा आइसक्यौँ। देख्न सक्नुहुन्छ एकदमै राम्रो, बेस्ट, सस्तो प्राइसमा एकदमै बेस्ट अप्सन चाहिँ इलेक्ट्रिक स्कुटर रहेको छ। धन्यवाद। म फेरि कुसुमजीसँग पनि केही आफ्नो अनुभव सुनाउनको लागि अनुरोध गर्दछु। सर्वप्रथम चाहिँ सबैभन्दा पहिला चाहिँ तपाईँलाई धन्यवाद भन्न चाहन्छु होइन, यो एक्सपिरियन्सको लागि, तपाईँहरू दुवैजनाको लागि। अनि लाइक अब हुन्छ नि त यो उकालो चाहिँ चढ्दैन होला भन्ने लागिरहेको थियो। अब सुरुमा हिँड्दाखेरि चाहिँ लागिरहेको थियो, तर त्यस्तो भएन। मजाले नै हामी आयौँ यहाँ माथि। सो एक्सपिरियन्स वाज भेरी गुड। अनि अब जस्तो कि यो कतिपयले भ्रम पालेका हुन्छन्, यो इभी भन्ने बित्तिकै स्विच हुन नसक्ने होइन, पेट्रोल जस्तो त कहाँ होला भनेर त्यस्तो सोचेर बसिरहेकोहरूलाई अब यो अनुभव पछि के भन्न चाहनुहुन्छ? म चाहिँ के भन्छ, त्यो चाहिँ एउटा मिथ होइन, एउटा काइन्ड अफ मिथ मात्रै हो। लाइक पेट्रोल र इभीमा चाहिँ त्यस्तो धेरै चाहिँ हुँदैन, तर मान्छेहरूले चाहिँ इलेक्ट्रिक इभी चाहिँ एकदमै नराम्रो हो, पेट्रोल जस्तो राम्रो हुँदैन भन्ने टाइपको त्यो भ्रम हुन्छ। त्यो चाहिँ होइन। र यस्तो हाम्रो यस्तो मजाले उकालोमा पनि एकदम सर आयौँ, एकदम कम्फर्ट तरिकाले आयौँ। सो मलाई चाहिँ एकदम कम्फर्टै फिल भयो। सो म चाहिँ के भन्छ, अब उहाँहरूलाई चाहिँ इलेक्ट्रिक स्कुटी पनि एकचोटि ट्राई गर्नुहोस् भन्न चाहन्छु। धन्यवाद। आज यो उकालोमा साथ दिएर, यो उकालो टेस्टको एउटा राइडमा साथ दिएर हामीलाई एकदम गुण लगाउनु भएको छ। म दुवैजना मिसेस नेपाल वर्ल्ड 2025 का कन्टेस्टेन्ट एन्जेल खनाल र कुसुम खड्काजीलाई हार्दिक धन्यवाद दिन चाहन्छु। र यो अनुभवमा हाम्रो लुया नेपाल अर्थात् जेरो इमिसन राइड एन्डका कर्मचारी साथी पनि हुनुहुन्छ, राजेश सुवेदीजीलाई पनि म आफ्नो केही अनुभव सेयर गर्न अनुरोध गरेँ। कस्तो लाग्यो? यो स्कुटरले चाहिँ इको मोड र त कम्फोर्ट मोडमै हाम्रो यो सबै यो व्हाइट गुम्बाको उकालो मजाले तानेको छ। तपाईँहरू ढुक्क भएर हाम्रो यो स्कुटर
लुयानको MNK3 र तपाईँको अर्को यो विङ्गर भन्ने मोडल किन्न सक्नुहुन्छ। धन्यवाद। र यो बिचमा म यो स्कुटरको बारेमा पनि केही भन्न चाहन्छु। जस्तै यो हाम्रो यो दुवै स्कुटरहरू सारथी ब्रान्ड अन्तर्गत छ। हुन त हामी लुया नेपाल भनेर चिनेका छौँ। नेपालमा लुयान ब्रान्डको पहिलेदेखि बिक्री वितरण गरिरहेको कम्पनी भएको हुनाले लुयानका विभिन्न मोडलहरू अझै पनि एजेटिभ छन् र यो सारथी ब्रान्डमा आएका दुईवटा स्कुटरहरू विङ्गर र स्कुटर E3 यो दुईवटाको टेस्ट गऱ्यौँ। म यो छुट्टै यसको बारेमा केही कुराहरू सर्टकटमा भन्न चाहन्छु। यो विङ्गर भनेको दुईवटा ब्याट्री अप्सनमा छ, एउटा ग्राफिन ब्याट्री र एउटा लिथियम आयन ब्याट्री। ग्राफिन ब्याट्रीमा लिँदाखेरि यसको मूल्य 2,09,700 रुपियाँ छ भने लिथियम आयनमा लिँदाखेरि 2,54,700 रुपियाँ पर्छ। त्यसै गरी यो स्कुटर E3 को मूल्य ग्राफिन ब्याट्रीमा लिँदाखेरि 2,16,000 रुपियाँ छ भने लिथियम आयन ब्याट्रीमा लिँदाखेरि 2,61,000 रुपियाँ पर्छ। र ग्राफिन ब्याट्रीको प्याक हाम्रो 72 भोल्ट 38 AH को हुन्छ भने लिथियम आयन ब्याट्रीको प्याक 72 भोल्ट 40 AH को हुन्छ, जसको कारणले समान साइजको ब्याट्री प्रयोग गरे तापनि यो विङ्गरले चाहिँ अलिक बढी दिन्छ। एउटा के हुन्छ भने एउटा कम्पोनेन्टको कारणले अथवा यसको केही वेटको कारणले विभिन्न कारणले रेन्ज चाहिँ तलमाथि हुने भएको हुनाले यसको रेन्ज प्र्याक्टिकल लाइफमा 100+ हुन्छ। काठमाडौँ भ्यालीमा चलाउँदाखेरि विङ्गरको रेन्ज भने स्कुटरको रेन्ज चाहिँ त्यही 80 देखि 90 को एराउन्डमा हुन्छ। यो विङ्गरभन्दा स्कुटर अलिकति कम छ। तर के छ भने स्कुटर अलि हेभी छ, यसको टायर साइज पनि अलिक ठुलो छ र यसको सबभन्दा राम्रो पक्ष भनेको यसको बुट स्पेस एकदमै ठुलो छ। हुन त यसको विङ्गरको पनि बुट स्पेस राम्रो छ, हेलमेट राखेर चलाउन सकिन्छ र पनि एकदमै बुट स्पेसमै धेरै सामान राखेर हिँड्न चाहने अथवा बुट स्पेस ठुलो चाहने व्यक्तिको लागि चाहिँ यो स्कुटर E3 बेस्ट अप्सन हुनसक्छ। यो स्कुटरहरूको मूल्य मैले भनि नै हालेँ, रेन्ज पनि भनि नै हालेँ। यो मूल्य बराबरको रकम पुरा क्यास तपाईँसँग छैन भने पनि हामीले सरल किस्ताबन्दीको व्यवस्था मिलाएका छौँ। तपाईँले जम्मा नागरिकताको भरमा मात्रै पनि 50% फाइनेन्सको सुविधा पाउन सक्नुहुनेछ। एकदम सजिलो छ। एकदम धेरै डकुमेन्टहरू जुट्न नसक्ने अथवा भनौँ न कतै जब गरेको नदेखिने अथवा व्यापार गरेको नदेखिने त्यस्तो डकुमेन्टहरूको अभाव छ भने नागरिकताकै भरमा पनि हामीले फाइनेन्सको व्यवस्था मिलाएका छौँ। तर तपाईँसँग प्रशस्त रूपमा आम्दानी स्रोत देखिने डकुमेन्टहरू छ भने 50% भन्दा बढी पनि फाइनेन्सको सुविधा पाउन सक्नुहुनेछ। त्यसको लागि नागपोखरी नक्सालमा रहेको हाम्रो मुख्य सोरुममा सम्पर्क राख्नुहोला। त्यसै गरी तपाईँसँग पुरानो कुनै पनि पेट्रोलको अथवा इलेक्ट्रिक स्कुटर छ भने नामसरी गर्न योग्य हुनु पर्यो। त्यस्ता स्कुटर अथवा बाइकहरूलाई साटेर पनि हामीले यो नयाँ स्कुटरहरू इलेक्ट्रिक स्कुटरहरू तपाईँलाई प्रोभाइड गर्न सक्छौँ। त्यसैले हामी के भन्न चाहन्छौँ भने अब सोरुममा बोलेको कुराहरू यिनीहरूले गफ लगायो कि भन्ने नपरोस् भनेर आज यो उकालो टेस्टको यो भिडियो बनाएका हौँ। तपाईँलाई यस्तै खालको एकदम पावरफुल स्कुटर, एकदमै गुणस्तरीय स्कुटर र सुपथ मूल्यको स्कुटर चाहना छ भने हामीलाई सम्पर्क राख्नुहोला र अन्य भिडियोहरूमा यस्तै जानकारीमूलक कुराहरू लिएर फेरि पनि उपस्थित हुने बाचा गर्दै आजको यो भिडियोबाट बिदा हुन चाहन्छौँ। हस्त नमस्ते।